गोर्खा परम्परामा वैशाख कृष्ण औँसीलाई आमाको मुख हेर्ने दिन भनिन्छ। यो हाम्रो मातृ दिवस हो, जुन पश्चिमी मदर्स डे भन्दा धेरै पुरानो चलन हो। अब हेरौँ यसको महत्त्व के रहेछ त। के हो यसको महत्त्व? जीवित आमालाई मिठो खुवाएर आशीर्वाद लिने, स्वर्गवासी आमालाई धूप दीप तर्पण गरेर सम्झने, मातृशक्तिको पूजा गर्ने हिन्दू बौद्ध किरात सबैले यो पर्व मनाउने गर्दछन्। यो एउटा नेपाली जातिको महत्त्वपूर्ण पर्व मानिन्छ। आशा साँच्दछौ कि हजुरहरूलाई आजको दिनको महत्त्वबारे जानकारी मिल्यो र यस्तै जानकारीहरूको निम्ति सब्स्क्राइब गरिदिनुहोला। नमस्ते, धन्यवाद।